एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो आजको लुक चाहिँ के हो तपाईँहरूलाई थाहा नै भयो होला। सो मैले चाहिँ हेयर ब्रेड गरेँ, गजरा लगाएँ। ओ सरी यार, माई गजरा has come out. ओके, गजरा लगाएँ, देन साडी लगाएँ, देन I make base like moisturizer and foundation, little bit of concealer. Then this tika, then this यति बनाएँ. So and alta on my hands, some bangles. So let's start with my eyes. आइब्रो पनि मैले बनाइसकेको छु. सो अब चाहिँ हामी येलो कलर लिएर आइसमा ब्लेन्ड गर्ने. I'm doing with my hands only, fingers only. You can use your brush. So मैले चाहिँ हातले नै गरिरहेको छु. सो मैले चाहिँ हातले नै लगाएँ आई स्याडो. यसरी फिङ्गरले नै लाउन सक्नुहुन्छ. अब ब्रस पनि युज गर्नुहुन्छ. सो मलाई चाहिँ हातले नै सजिलो लागेर हातले नै युज गरेँ. So I shadow लगाएपछि a simple little liner. I'm taking this brush and you can take any kind of gel, kajal. जस्तो पनि जेल काजल युज गर्नुहुन्छ अथवा लाइनर पनि युज गर्नुहुन्छ. मैले चाहिँ आई स्याडोबाट युज गर्दैछु प्लस काजल मिक्स गरेर. लुक कस्तो राम्रो भयो. अर्कोपट्टि पनि सेम तरिकाले लगाऊँ. सरी फर माई भोइस. मेरो भोइस अलिकति म बिमार भइरहेको छु. त्यही भएर अलिकति अर्कै भइरहेको छ. यता पनि सेम वेमा युज गर्नुहोस्. आई मिन युज नट युज, एप्लाई गर्नुहोस्. तपाईँहरू बिगिनर हुनुहुन्छ भने चाहिँ यसरी सानो ब्रसले युज गर्न सजिलो हुन्छ. स्मल ब्रस निकाल्नुहोस् अनि एकदमै सजिलो हुन्छ बिगिनरलाई चाहिँ. सेम भयो है. ओके, सो लाइनर हाम्रो भएको छ. अब यसमाथि तपाईँले मतलब थप्न चाहनुहुन्छ भने लिक्विड लाइनर थप्न सक्नुहुन्छ मोर डार्क देखाउनको लागि. यसरी यु क्यान डु इट. यसकै माथि सेप नबिगारिकन. लुक, यसमा अलिकति कम्ती देखेछ, यसमा अलिक डार्क देखेछ. डार्क देखेर अलिक राम्रो देखेन. सो यु क्यान डु. मलाई चाहिँ लाइनर चाहिँ डार्कै मनपर्छ, त्यही भएर. सरी, आई मेस्ड इट अप. आँखामा झन्डै पस्यो. यार सरी फर माई भोइस.
Okay, let me drink water first. So प्लस चाहिँ मजाले नै युज गरेको राम्रो देख्छ होइन राधा मेकअपमा यसरी लुक डिफ्रेन्ट नोजमा पनि हल्का लगाइदिनुहोस् देन हाइलाइटर अनि हाइलाइटर लगाएपछि मैले लिप लाइनर लगाएँ सरी मैले भिडियो उयो गर्ने बिर्सेछु अन गर्ने बिर्सेछु एन्ड देन मस्कारा फल्स मस्कारा चाहिँ आज मन फल्स आइल्यास चाहिँ म आज नलाउनु पर्यो किनभने सिम्पल मेकअपै राम्रो देख्छ यसमा इफ यु वान्ट टु एड अप यु क्यान अनि काजल should I apply kajal or not let me think सो मैले चाहिँ काजल चाहिँ वाइट काजल लगाएको भए राम्रो देख्छ बट तपाईँले जेल काजल लिएर यसरी आइल्यास लाइनमा लाउन सक्नुहुन्छ मैले चाहिँ त्यसरी हल्का लगाएको छु सुड आई एड ब्ल्याक बिन्दी लगाऊँ कि नलगाऊँ ओके आई हेभ टु बट कहाँ लगाउनु स्पेस छैन वाउ इट लुक नाइस राइट राम्रो देखिरह सो दिस इज माई मेकअप अब के रह्यो फर्स्ट उयो लाउँदिनँ म फर्स्ट आइल्यासेस लाउँदिनँ Should I do like this? I like this only. Okay, royal lipstick. So this is my final look. Hope हजुरहरूलाई मन पर्यो होला सब्सक्राइब गरिदिनु होला Thank you for watching.